नमस्कार सम्पूर्णमा शुभ सन्ध्या। अन्ततः आज सम्पूर्ण निर्वाचित सांसदहरूले चाहिँ शपथ ग्रहण गरेर आफ्नो पदभार सम्हाल्नु भएको छ र भोलि नै हाम्रो देशले एकदम बलियो र स्थिर सरकार पाउनेवाला छ। हामी सबैको अब बन्ने सरकारबाट एकदमै धेरै आशाहरू छन्। आशा गरौँ नेपाल एकदमै राम्रो बन्नेछ, विकसित बन्नेछ। तर आज मैले एउटा कुरा गर्न गइरहेको छु जो सम्भवतः तपाईहरू सबैले भुलिसक्नुभयो होला, तर म भुलेको छैन। आज कञ्चनपुरकी निर्मला पन्त एक अबोध नाबालिगको जबरजस्तीकरणीपछि हत्या गरेको लगभग 2789 दिन अर्थात् लगभग 8 वर्ष पुगिसकेको रहेछ। 8 वर्ष पुगिसक्दा पनि न्याय नपाउने हाम्रो देशमा अब नयाँ सरकार आएको छ। त्यही भएर म यो नयाँ सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु कि मलाई पूर्ण रूपमा विश्वास र आशा छ कि निर्मला पन्तको बलात्कार र हत्याको केसको फाइल खुल्नेछ र यो सरकारले पक्कै पनि दोषीलाई कारबाही र सजाय दिनेछ। धन्यवाद।